हम मधेश का बेटा है भने एउटा कुरा हुन्छ, हम मधेश का छाउरा है भनेपछि छाउरा भने के हो तपाईहरु बुझ्नुस्। मधेशको छाउरो भने के हो? अब छाउरोको अर्थ के हुन्छ? हजुर मेरो मुखबाट के भन्नु, के हुन्छ छाउरोको अर्थ? हजुर के को बच्चा छाउरो भने? हजुर के को बच्चा? के को बच्चा छाउरो भन्नु न। के रे? मधेसको भन्नु भएन, मधेसका छाउरा हामी भन्नु। साथीहरू, यो महेश बस्नेतको माथि मैले एउटा अगाडि पनि भिडियो बनाएको छु। त्यति बेला त म सर भनेर भिडियो बनाएको छु, तर अहिले त्यो रेस्पेक्ट खत्तम भइसकेको छ। किनभने महेश बस्नेतले हाम्रो नेपाली मधेसीको भाषाले अवहेलना गरेको छ, अपमानजनक शब्द प्रयोग गरेको छु। बालेन शाहले भन्नुभएको छ, ठिक छ सबैको भाषामा सबैको अर्थ फरक फरक हुन सक्छ, तर यो नेपालमा भएको हामी पनि नेपालको भूभागमा बसेको छौँ, मधेसी पनि नेपालको भूभागमा बसेको छ। त्यसो कारण मधेसीलाई पनि मधेसीको भाषाले पनि सम्मान गर्नुपर्छ। यस्ता खाले नेता, यस्तो मुला खाले नेता हुन्छ, यस्तो मुला नेता जब कुनै आफ्नो देशको भाषाले संरक्षण गर्दैन, यो मुला पछिको दिनमा गएर प्रधानमन्त्री यस्तो यस्तो मुला बन्यो भने के गर्छ? देशलाई बेचेर इन्डिया बनाइदिन्छ। त्यही भएर साथी